बद्र योगिनी त्यसपछि चाहिँ बद्र योगिनी जान्छ थाहा छैन मणिचुट चाहिँ हामी अब जाँदैछौँ आज शनिबार हामी बुढाबुढी साथीभाइ रमाइलो गर्दैछु हामी चाहिँ अहिले श्री बजरङ्गी मन्दिर पुग्नुभयो अब बाइक कहाँ राख्ने हो हेर्नुपर्छ है हेर्नुपर्छ बाइक चाहिँ यहाँ पार्किङ गर्नु पर्ला रमाइलो रमाइलो कमाइलो हाम्रो माइडम आउनुभयो कस्तो लाग्यो धेरै वर्षपछि आयो हामी यहाँ है उयो यहाँ आएको यहाँ पिकनिक बनाएको थिएँ यहाँ खाना भोज खाएको थिएँ माथि यहाँ यस्तो राम्रो भएको छ ल टुङ्गी धारा कति वर्षपछि आयो म्याडम खै भन न खै कति वर्षपछि आयो अरे तिमी 3 वर्ष म धेरै त्योभन्दा धेरै भएछ 3 वर्ष मात्रै हो खै हाम्रो वरिष्ठहरू कहाँ हो खै बुद्धि बाल्ला होइन ल बारे बारे बत्ती वाला हाम्रो मैडमको धर्मकर्म गरेर पालमा निस्क्यो कि धर्म गर्ने मान्छे पर्यो ल त्यहाँ निस्किनु पर्यो यहाँ अब छिर्नु पर्यो सडकको यहाँबाट निस्किनु पर्यो ल यहाँबाट निस्किएपछि म ज्याकेट लगाइरहेको छु ज्याकेट फुकाल्नुपर्छ अब हामी बद्रगिरीबाट मणिचुटतर्फ जाँदैछौँ अबसम्म बाटो पिच्छ माथि अलिक कति छ भन्थ्यौँ थारै उकालो छ मजा रमाइलो छ ठाउँ शनिबार चाहिँ घुम्नु पर्ने यो बाटो झन् चल पिस बुढाबुढी साथी अगाडि गइरहेछन् पछाडि अर्को साथी बुढा आउँदैछ बाटो पुलिली अब हाम्रो निकुञ्ज बाटो पुग्यो अब निकुञ्ज बाटो बिस्तारै आयो अब मणिचुट जाँदै अब यस्तै अब केही हिँड्ने चाहिँ जङ्गल बाटो अब मणिचुट पुग्यो अब हामी यहाँ टिकट काट्नु पर्यो माथि जाने मणिचुट हेलमेट त्यहाँ राख्न हेलमेट त्यहाँ राख ल हामी मणिचुटको भड्याङ चढ्दैछ होइन अब बुढी अहिलेसम्म त के ठकाइसकेको लागेको छैन होइन सुरु हुँदैछ हजुर ज्याकेट त त्यो यस्तो फुकाले हुन्छ नलाउनुहोस् पैसा नआउँछ कि ज्याकेट टोड्दा नि ब्यागे थाकिले चेन खोल्नु
बुरा के भयो ना जल छ बुरा निको छैन बुरा धिरन जिगा छैन जी स्पोका जी बल बल भिडियो आयो है म चाहिँ काल चस्मा लाग्छु ल म ध्यान छ हिँडेको फिलिङ हुँदैन स्याङ्गुली ए खाने ना थुप्रो न ल ल हाम्रो साथी भित्र चाहिँ गइरहनु खुवाएपछि भित्र आनन्द छन् मैले टाप्यामा हुने कसैले के छ त यहाँ यो पाठ खाएपछि चाहिँ श्वास आउँ कम हुन्छ अरे ल हाम्रो भोलो सब ठाडो छ अब हामीलाई चाहिँ थाहा छैन है जङ्गल हिँड्ने पनि होइन ओ होइन अरे ओ ल उयो के अरे ल ऊ रातो पार हुन्छ रे ल दाँत रातो हुन्छ रे फोटो खिचेर खाने हो बरिस त जङ्गल जानु ठिक हुन्छ हामीलाई के थाक्यो थाक्यो ए पुरा ढाका 2 मिनट पुग्छ हामी अब पुग्नु लागिसक्यो यस्तो बाटो छ है बाटो चाहिँ रमाइलो छ होइन सबै घरको बुढीलाई चाहिँ अलिक गाह्रो हुन्छ घरको बुढी र बाइकको बुढी पनि छ नि के भयो घरको बुढीलाई गाह्रो हुन्छ बाइकको पनि बुढी छ कि छ नि छ है बढी छ ऊ छ भन्छ छ होइन बाहिर चिया पकाएर खुवाउँछ खाजा खुवाउँछ यार के कुरा गरेर यार त्यो भाइहरू यार कान्छी छ जेठी छ साइली भट्टी छ माइली भट्टी छ ऊ पनि जान्छ साइली भट्टी माइली भट्टी होइन 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 नि होइन भन् शनिबार पछि ल अब हामी पुग्यो है अब सानो चौरो आयो अब 2 मिनट 1 मिनट बाइक तल यहीँ तल है पुग्यो ए बनाम खाएको हो कति 2 महिना ल्यायो कि 1 महिना ल्यायो ल्याउनु त आज पास ल्याएको थियो अँ तर घरमा छुटेछ अर्को पासी चाहिँ ए पार्टी मै साहब के भयो जस्ट हिँड्नु सकेछ है रमाइलो छ यहाँ म त यो हेर न ठन्डा क्या नेउनी तोइन मागा बढी गायो कुछ आयो मलाई जको जुना थाक बढी अनि पिज्जा खतरा छ नि म जान्दै म त हल्लिन्छ म त जान्दिनँ हल्लिन्छ हामी चाहिँ मिनट सिफ्टै पुग्यो है दहदेखि पुग्यो पार गरेर अब दह हो 1 मिनट पुगिहाल्छ वेलकम टु मणि छुट्टा लाउनु सबै हामी शनिबार पनि 유예도 주하 이것도 날 만나냐 왜 건데 왜 건드려 एकदम पानी सफा छ कि हामी स्विमिङ खेल्न पनि अलिक बेसी लगाएर छ चिसो पानी मिठो ढाडी सफा गरौँ
आऊ बेबे कसलाई ठाउँ कस्तो लाग्यो तिमीलाई राम्रो लाग्यो कस्तो लाग्यो यो पहिला पुरै यो झलरहरू राखेको थियो होइन सब निकाल्दैछ यो पोखरी नलेख्ने क्या पहिले त कति हजुर सर अझै कतिपटक भयो यहाँ आउनुभएको हजुर 2 पटक भइसक्यो ए 3 पटक भयो ओ हाम्रो बेबी पनि पहिलो पटक म दोस्रो पटक तेस्रो पटक 1 2 3 यो टुनालहरूले पुरै पोखरी नदेख्ने क्या छपक्क छ सब निकालेछ बन्द गर्नु उचाल्ने थियो कहाँ हो खै छैन ढुङ्गा उचाल्ने थियो नि यहाँ कहाँ हो खै यो पो हालेर तैँले यताले हामीलाई छोडेर गयो मणिचुरबाट आएको फर्की यहाँ अब हामी कागेश्वरी घुमिन्छ बाटो चाहिँ अलि यो शिवपुरी निकुञ्जको बाटो यस्तै हुन्छ क्या कहाँ पिच हुन्छ र यता त गुन्टुङ मलाई छोडेर हिँडिसक्यो या तल यार तल पुगिसकेछ यसरी मजाले हाइकिङ गर्नुपर्छ क्या साह्रै रमाइलो हुन्छ क्या मजाले हाइकिङ गर्नुपर्छ साह्रै रमाइलो हुन्छ फेरि यहाँतिर चाहिँ तल आँखा छिमेक पार्नै हुँदैन आँखा छिमेक त पारेको त एउटा ढुङ्गामा अल्झिहाल्छ बाइक फेरि यही त हो नि अरू बाटै छैन यही त होला नि कागेश्वर जाने होइन ल अब हामी कागेश्वर गयो ल कागेश्वरी गाउँतिर रमाइलो के आहा यति रमाइलो गाउँतिर घुम्ने भनेपछि अब हामी कागेश्वरी पार नगइकन अब खाने भित्र रेस्टुरेन्टतिर जानु पऱ्यो भोक लाग्यो हामी लगभग 2 बजिसक्यो यार यता घुम्यो उता घुम्यो 2 बजिसक्यो यही होइन हामी पो खाना होटल यार मान्छे पाएको रहेछ यार पाएको रहेछ नि त शनिबार भरि साह्रै रमाइलो कता बस्ने हो हुन्छ यहीँ बसौँ त्यहाँ हुनु ल यहाँ आनन्द घाममा बस ल मन्दिर चाहिँ यहाँ तल छ होइन मन्दिर तल होइन मन्दिर कागेश्वरी मन्दिर यहाँ अलिक तल छ अब खाना खाने अनि मान्छे जानु पर्ला साह्रै भोक लाग्यो 2 बजिसक्यो
के एक पाटी खाने कि एक महिना खाने अलिअलि खाने अलिअलि खाने ल भयो अब होइन टन्नै खाने अन्त त्यता 3 चोटि हात धोएको छ मजाले गुम्लाएर खानुपर्छ अझ बोका मासु भइरहेको खाने हो मिठो हुनु अरे अब बोका छैन अरे यहाँ बोका हामी नै हो ल हामीले खाना खाए है भला चुवाचोको मासु हो कि के हो के को मासु हो के को मासु हो ए लोकल कुर्ता हो म चुवाचै हुन थालेँ नि ल यसरी गुवाम गुवाम खाइन्छ यसरी हेरिन्छ गुवाम गुवाम खाइन्छ ल हामी बसेको खाजा खाएको रेस्टुरेन्ट कागेश्वरी स्टोर यही हो अब हामी गइन्छ कागेश्वरी मन्दिर बाटो राम्रो छ यहाँसम्म त एकदम फिटिलिटी छ ढलान छ कहीँ यहाँ त रिसोर्ट तनातन छ एकदमै ठाउँमा छ खानाको पैसा लियो 550 मासु भातको मन्दिर जाने यही हो गेट यहाँ छ अब हामी राइट टर्न लिन्छन् राइट टर्न लिने अनि कागेश्वरी मन्दिर हट 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 मन्दिरमा अब तलसम्म गइन्छ अनि त्यसपछि अलिक थोरै हिँड्नुपर्छ क्या तर रमाइलो छ ए मन्दिर पुग्यो अब यहाँबाट हिँडेर जानु पर्ने हो नि त ल ल खाना खाएपछि अब हिँड्न सकिँदैन भयो अब हो ए वरिष्ठ खाना खाएपछि हिँड्न सकेन के गर्ने अब भोक लानुपर्ने भयो नखासो चल्नु सक्यो खाएपछि हिँड्नु सक्नु बोको बनाएछ चिराउनु बनाएको छ अहिले ल अन्त तिमी यहाँ आछ अहिले पहिला आछ फर्स्ट टाइम आएको तिमी यो काग हेर काग ल कागेश्वरी कागको माथि चाहिँ के दियो त मेन जो क्या बेच्नु छाङ्गा ल हेर यो त पानी पराउँछ एकदम बब्बल आउँछ यहाँ यहाँसम्म आउँछ यहाँ पानी पराउँछ अब हामी चाहिँ सिधै अब घर जाने होइन के बौडो घुम्नुपर्छ बौडो घुम्नुपर्छ हामी